नमस्कार सम्पूर्ण सर म्याडमहरूलाई। म एक फाइनेन्शियल एडभाइजर। मानिस कसरी सुरक्षित र सफल बन्न सक्छन् भन्ने तरिकाको वित्तीय सल्लाहकार हो। हर मानिस, चाहे डाक्टर हुनुहोस्, चाहे इन्जिनियर, चाहे पाइलट, चाहे गाडी चालक, चाहे शिक्षक, चाहे अन्य कुनै जागिर या किसान, चाहे पशुपालन, अन्य जो कोहीलाई फाइदाजनक हुनेछ। हरेक मानिसका पेसाहरू फरक छन्। पेसा अनुसारको कसैले धेरै कमाइ गर्न सक्छन् भने कसैको कमाइ थोरै हुन सक्छ। सबैजना सफलताको खोजीमा दौडिरहेको देखेर सफलता हासिल गर्न पहिला सेफ्टी लिन अनिवार्य हुन्छ। सेफ्टी र सुरक्षा भन्ने कुराको ज्ञान सेयर गरेर कमसेकम 5000 परिवारलाई सुरक्षित गर्ने र कमसेकम 500 जनालाई रोजगार प्रदान गराउने मेरो लक्ष्य हो। मेरो काम सामाजिक काम र पुण्यको काम हो। अहिलेसम्म मैले लगभग 100 जना परिवारलाई सुरक्षित र लगभग 35 जनालाई रोजगार दिलाउन सफल भएको छु। हजुरहरूलाई लागेको होला के विषय र कस्तो सेफ्टी होला भनेर। अब म सेफ्टीको बारेमा भन्न जाँदैछु, त्यो हो जीवन बिमा। धेरैजसो सर म्याडमहरूलाई जीवन बिमाको बारेमा थाहा हुन सक्छ। जीवन बिमा गर्नुभएको सम्पूर्ण सर म्याडमहरूलाई बधाई छ। हजुरहरू समझदार व्यक्ति हुनुहुन्छ। जो जसले जीवन बिमा गर्नुभएको छ, आफ्नो भ्यालु र कमाइ अनुसारको बिमा छ कि छैन त्यो कुरा केलाउनु होला। आफू मेच्युरिटी हुँदा आउने पैसाले आफ्नो रिटर्न लाइफ राम्रोसँग चलोस्। सुन्ने गरिन्छ दुःखमा साथ दिने कोही पनि हुँदैन, तर यो कुरा गलत हो। जीवन बिमा दुःखको साथी हो र रिटर्न लाइफ या बुढेसकालको सहारा बन्न सक्छ। यदि कमाउने घरको मूलीमाथि नसोचेको आकस्मिक मृत्यु या अकल्पनीय भवितव्य दुर्घटनामा कमाइ गर्ने व्यक्ति यो दुनियाँमा नरहेको अवस्थामा परिवारको सेफ्टी हुने खालको जीवन बिमा हुन जरुरी हुन्छ। सुन्दा तितो तर यथार्थ कुरा, सुख र सफलतामा आफ्नो मान्छेले साथ दिनेछन्, तर दुःखमा साथ दिने भनेको बिमा मात्र हुनेछ। किनकि दुःखमा साथ मानिसले 13 दिन मात्र दिनेछन्। 14 दिनका दिन ग्यास चुलो आफै बाल्नु पर्ने हुनसक्छ परिवारलाई। आफन्तले किन दुःखमा साथ दिँदैनन् होला त? किनकि उनीहरूको पनि परिवार हुन्छ। उनीहरू आफ्नो परिवार हेर्नुपर्ने हुन्छ। तसर्थ हामी सबै आफ्नो परिवारको सुरक्षा चाहनुहुन्छ भने पहिला आफ्नो परिवारलाई चाहिने आवश्यकता अनुसारको जीवन बिमा हुन जरुरी हुन्छ। म नेपालकै सर्वाधिक विश्वासिलो भरपर्दो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्सुरेन्स कम्पनी चितवन चनौली उपशाखामा एजेन्सी म्यानेजरको रूपमा काम गर्दै आएको छु। यस नेपाल लाइफ इन्सुरेन्स कम्पनीमा हरेक उमेरको मानिस र हरेक पेसासँग सम्बन्धित पोलिसीहरू छन्। आफ्नो पेसा अनुसारको पोलिसी खरिद गर्दा बिमितलाई धेरै फाइदाजनक र बिमितको परिवार पनि सुरक्षित हुनेछन्। हर मानिसले जीवन बिमा बुझाउने तरिका फरक हुन सक्छन्, तर बिमालाई बुझाउने र बुझ्ने तरिका फरक भए पनि मैले बिमा भनेको SIR सर भन्ने बुझेको छु। SIR सर भनेको के होला त? S भनेको सेभिङ बचत हो, I भनेको इन्भेस्टमेन्ट लगानी हो, R भनेको रिटर्न फिर्ता हो, प्लस ब्याजसँग साथमा हुन सक्ने सम्भावित जोखिमको सुरक्षा पनि बिमा कम्पनीले जिम्मा लिएको हुन्छ। बिमाले हामीलाई विभिन्न ऐच्छिक सुविधा दिएको हुन्छ। विभिन्न पोलिसीमा विभिन्न सुविधा दिएको हुन्छ। ADB, PTD, PWB, CI, MIB, CRC आदि सुविधा भनेको के होला त? ADB भनेको एक्सिडेन्टल डबल बेनिफिट हो। यदि कोही बिमित
दुर्घटनामा नसोचेको दुर्घटनाको कारणले मृत्यु हुन गयो भने बिमितको हकदार वा इच्छाइएको व्यक्तिलाई बिमाको रकमको 2 गुणा रकम प्लस त्यो दिनसम्मको बोनस प्रदान हुन्छ। जीवन बिमा बचत, लगानी र ब्याजसँग फिर्ता लिने हो, तर बिचमा कमाउने मानिसलाई केही भइहाल्यो भने बिमा छैन भने परिवार बिचल्लीपर्नबाट जोगाउन सहयोग गर्छ। दुर्घटना या घटना बाजा बजाएर आउँदैन। बिमा भनेको मानिसको जीवन अनिश्चित छ, अनिश्चितलाई निश्चितमा बदल्नको लागि जीवन बिमा हुन जरुरी छ। त्यस्तै जीवन बिमा गराउँदा पिटिडी भन्ने अर्को ऐच्छिक सुविधा हो। पिटिडी भनेको पर्मानेन्ट टोटल डिसेबल भन्छ नेपालीमा। यो भनेको पूर्ण अपाङ्ग अशक्त भनेर बुझिन्छ। यदि बिमा गरेको बिमितलाई एक्सिडेन्टको कारण उहाँ अपाङ्ग अशक्त हुनुभयो, पुष्टि भयो भने बिमितलाई बिमाको रकम अपाङ्ग भत्ता भनेर हर महिना भत्ता प्रदान गर्नेछ। बिमा जति रकमको भए पनि बिमाका रकमलाई 120ले भाग गर्दा आउने भागफल बिमितले भत्ता पाउनुहुनेछ। यो भत्ताले आफूलाई पनि भयो र आफ्नो घरको चुलो बाल्नलाई सहयोग गर्नेछ। त्यस्तै फेरि पिटिडीको यदि सेवा लिइसक्यो भने पिडब्लुबीले काम गर्ने हुन्छ। पिडब्लु भनेको के होला त भन्ने कुरालाई पिडब्लुबी भनेको प्रिमियम वेबर बेनिफिट भनेको बाँकी किस्ता बिमितले तिर्नु पर्दैन। यो बाँकी किस्ता छुट हुने, पोलिसी निरन्तर रहिरहने, चलिरहने, पैसा तिर्न नपर्ने व्यवस्था रहेको छ। फेरि बिमा समाप्तिमा बिमाको रकम र पुरै वर्षको बोनस एकमुष्ट पाउनेछ। पिटिडीको पुष्टि भएपछि पिडब्लुबीले आफै काम गर्नेछ। फेरि अर्को ऐच्छिक सुविधा छ सिआई। सिआई भनेको क्रिटिकल इलनेस हो। क्रिटिकल इलनेसलाई नेपालीमा घातक रोग भनेर चिनिन्छ। यदि कसैले सिआईको सुविधा लिएर बिमा गर्नुभयो भने हजुरलाई बिमा गरेको 90 दिन पछाडि नेपाल लाइफ इन्सुरेन्स कम्पनीले तोकेका प्राणघातक रोगहरूले आक्रमण गर्यो भने हजुरले बिमाका रकम पुरै उपचार खर्चमा पाउनुहुनेछ। अर्को छ सिआरसी। सिआरसी भनेको के होला? सिआरसी भनेको चिल्ड्रेन रिस्क कभर, बच्चाको पोलिसीमा लिने सुविधा हो। बच्चाको चिल्ड्रेन रिस्क कभर बिमा गरेको दिनबाट जोखिम सुरु गर्नको लागि लिने गरिन्छ। तर बच्चाले एडिबी, पिटिडी, पिडब्लुबी सुविधा भने पाउने छैनन्। अभिभावकले भने सबै सुविधा पाउनेछन्। अभिभावकको हकमा एडिबी, पिटिडी, पिडब्लुबी लागू हुनेछ। अर्को सुविधा भनेको एमआइबी पनि बुझौँ है। एमआइबी भनेको मन्थली इन्कम बेनिफिट हो। बच्चाको पोलिसी लिनु परेको अवस्थामा एमआइबी लिन आवश्यक हुन्छ। यदि बिमा अवधिभित्र अभिभावकलाई केही भयो भने बिमाको रकमको 1% बच्चालाई मासिक भत्ता, पढाइ खर्च बिमा अवधिभर कम्पनीले दिनेछ र किस्ता पनि तिर्नुपर्ने छैन। र फेरि अवधि समाप्तिमा बिमाको रकम प्लस बोनस बच्चाले नै पाउनेछन्। बिमामा सस्तो ब्याजमा लोन पनि लिन सकिन्छ। बिमा चालु गरेको पुरा 3 वर्ष या वार्षिक चौथो किस्ता प्रिमियम तिरेको दिन लोन लिन सकिन्छ। आफ्नो जम्मा भएको रकमको 80% लोन लिन मिल्ने। चाहिएको बेला बिना झन्झट पोलिसी फाइल कम्पनीमा धितो राखेर लोन लिन सकिनेछ। यसको ब्याज 10% मात्र हुनेछ। उदाहरण 1 लाख रुपियाँ लोन लिनुभयो भने 1 वर्षको 10,000 रुपियाँ ब्याज लाग्नेछ। मात्र 3 वर्षलाई म्यानेज गरियो भने लिएको लोन हुँदा बिचमा तिर्न पनि मिल्यो, नहुँदा प्रिमियम र ब्याज तिर्दै जान मिल्ने। बिमा समाप्तिमा लिएको पैसा घटाएर बाँकी रकम पाइने व्यवस्था पनि छ। सक्नेले ठुलो बिमा गर्नुहोस्, नसक्नेले सानो भयो भने बिमा गर्नुहोस्। बिमामा बचत गरेको पैसा ब्याजसँग फिर्ता आउँछ। फिर्ता आएको ठुलो रकमले कहीँ न कहीँ केही न केही काम लाग्छ। अनावश्यक खर्चलाई जोगाएर बिमामा लगानी गर्दा भविष्यमा हुन सक्ने सम्भावित जोखिमबाट सुरक्षित हुनुहोस्। पहिला आफ्नो घर परिवारको सेफ्टी लिनुहोस्। बिमालाई गहिरिएर सोच्नुहोस्। साथै 12 पास गरेको जो कोही सर म्याडम
कमाइ गर्दै हुनुभएकोले पनि, बेरोजगार बस्नुभएकोले पनि, नेपाल या वैदेशिक रोजगारीमा हुनुभएकोले पनि दाजुभाइ दिदीबहिनीहरूलाई, महिला दिदीबहिनीहरूलाई, गृहिणीहरूलाई अभिकर्ता बनेर एक्स्ट्रा इन्कम गर्ने सोचमा हुनुहुन्छ भने पनि म हजुरलाई सहयोग गर्नेछु। नेपाल लाइफ इन्सुरेन्समा विभिन्न उमेर, विभिन्न पेसालाई वैदेशिक रोजगारीमा हुने दाजुभाइ दिदीबहिनीहरूको लागि धेरै फाइदाजनक हुने पोलिसीहरू रहेको, बच्चाको पोलिसीको लागि कस्तो पोलिसी, हस्बेन्ड वाइफको एउटै पोलिसीमा एउटै प्रिमियममा बिमा हुने आकर्षक पोलिसीहरू छन्। हजुरहरूलाई केही हेल्प, केही सल्लाह चाहियो भने SMS गर्नुहोला। नेपालको जुनसुकै जिल्लामा हुनुहुन्छ म हजुरहरूलाई पोलिसी लिन परे पनि, अभिकर्ता बनेर एक्स्ट्रा इन्कम गर्न मन भए पनि खबर गर्नुहोला। म हजुरहरूलाई सहयोग गर्नेछु, सल्लाह दिनेछु। सायद मेरो यो सल्लाहले 2-4 जनाको घर परिवारले मात्रै बिमा गरेर आफ्नो परिवारको सुरक्षा लिनुभयो भने पनि म आफूलाई भाग्यमानी सोच्नेछु। साथै कोही नयाँ अभिकर्तालाई केही सहयोग भयो भने पनि म आफू भाग्यमानी हो र मेरो यो सन्देशले 2-4 जना अभिकर्ता बनेर एक्स्ट्रा इन्कम गर्न सक्नुभयो भने पनि म भाग्यमानी हो। मेरो लक्ष्य कसैको पारिवारिक लेभलमा वृद्धि होस् भन्ने लक्ष्य हो। भिडियो त हेरियो, कसको भिडियो हेरियो भन्ने लागेको होला। मेरो परिचय: नाम ईश्वर सुवेदी, जन्मस्थान कुस्म नगरपालिका 13 चनौटे पर्वत, हाल भरतपुर 26 रोदी जुनेली गाउँ चितवन। पेसा इन्सुरेन्स एडभाइजर, वित्तीय सल्लाहकार। रुचि आफूले सिकेको कुरा अरूलाई सिकाएर हर मानिसलाई सुरक्षित हुने बाटो देखाउने। लक्ष्य कमसेकम 5000 परिवारलाई सुरक्षित बनाउने र कमसेकम 500 जनालाई जो 12 पास गरेको, जो कोहीलाई एक्स्ट्रा इन्कम गर्ने तरिका सिकाउने। केही बुझाउन सके जस्तो लागेको छ। आखिर के रहेछ त बिमा? अनावश्यक खर्च जोगाउँदा सानो लगानीले ठुलो रकम फिर्ता हुने रहेछ। हुनसक्ने ठुलो जोखिमलाई सुरक्षा पाइँदो रहेछ। बिमितमाथि कुनै भवितव्य घटना घटेको बेला पनि परिवारलाई घरको ग्यास चुलो बोलाउँदो रहेछ। लोन लिन मिल्ने रहेछ। ठुलो रोग लागेमा उपचार खर्च पाइने रहेछ। अपाङ्ग अशक्त हुने दिन आयो भने भत्ता पाइँदो। सम्पूर्ण दर्शकबिन, अब मैले छिटोभन्दा छिटो एक प्रोडक्टको बारेमा भिडियो बनाउने तयारीमा छु। हजुरहरूलाई केही सहयोग भएको छ भने यो भिडियोलाई लाइक, सब्सक्राइब, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला, ताकि अर्को भिडियो अपलोड हुने साथ हजुरहरूमा सामु भिडियो